ज्याक गुरुङज्यूलाई हामी स्वागत गर्न गइरहेका छौँ। यो क्रम जारी छ। यो अर्को निरन्तरताको अर्को निरन्तरता हो हाम्रो नेता रहँदै हुनुहुन्छ। ज्याक गुरुङज्यूलाई संस्थापक अध्यक्ष क्याप्टेन चन्द्रबहादुर गुरुङज्यूले खाता लगाएर स्वागत गर्दै हुनुहुन्छ र उहाँलाई धेरै धेरै धन्यवाद। पोखरेली मनसिंहले हामी अनुग्रहित भएका छौँ। हामीले त्यसरी सधैँ माया गर्नुहुने, सहयोग गर्नुहुने गीत ज्योतिका प्रोपाइटर डाइरेक्टर प्रेम विश्वकर्मा पोखरेली मञ्चद्वारा आयोजित ट्रिपल नेपाल कप T20 को 9औं संस्करणको स्वास्थ्य प्रतिस्पर्धामा फाइनलमा पुग्न सफल माया क्रिकेट क्लब र हिमालय क्रिकेट क्लब बीच भएको यो घमासानपूर्ण प्रतिस्पर्धामा माया क्रिकेट क्लबले आजको विनर हुने शुभ अवसर जमाएको छ। उहाँलाई बधाई र दोस्रो स्थानमा पुग्ने हिमालयन क्लब क्रिकेट क्लबका साथीहरूलाई पनि पोखरेली मञ्च हामी उहाँलाई हार्दिक बधाई दिन चाहन्छौँ। अब एकैछिनमा हाम्रो प्राइज गिभिङ सेरोमनी सुरु हुन गइरहेको छ। यसर्थ खेलाडी साथीहरू पनि जति सक्दो चाँडो हाम्रो नजिक आएर बसिदिनु हुन र हामीले सम्मानित गर्ने क्लब सम्मानित गर्ने यो अवार्डहरू मेडलहरू बाटो सुशोभित हुनको लागि तयार भएर बस्नु अनुरोध गर्दछु र कार्य समितिका साथीहरू जति सक्दो चाँडो तयारी अवस्थामा बसेर हामी यो कार्यक्रम सम्पन्न गर्न सक्छौँ। यहाँ हामीले हामीलाई सम्पर्क गरेर आफ्नो आइफोन कलेक्ट गरिदिनु। पैसा कमाउँछु। डाक्टर सबिन राणा तपाईँ जहाँ भयो भने एकचोटि स्टेजमा आइदिनु पऱ्यो। डाक्टर सबिन राणा प्लिज। ज्याक गुरुङज्यूलाई हामी स्वागत गर्न गइरहेका छौँ। यो क्रम जारी छ। यो अर्को निरन्तरताको अर्को निरन्तरता हो हाम्रो नेता रहँदै हुनुहुन्छ। ज्याक गुरुङज्यूलाई संस्थापक अध्यक्ष क्याप्टेन चन्द्रबहादुर गुरुङज्यूले खाता लगाएर स्वागत गर्दै हुनुहुन्छ र उहाँलाई धेरै धेरै धन्यवाद। पोखरेली मनसिंहले हामी अनुग्रहित भएका छौँ। हामीले त्यसरी सधैँ माया गर्नुहुने, सहयोग गर्नुहुने गीत ज्योतिका प्रोपाइटर डाइरेक्टर प्रेम विश्वकर्मा ल है मायाले जित्यो।
हाल्यो होइन पचायो अब अर्को किन्नु पर्ने भयो र यो सिल छ नि मायाले लगातार यो हिमालयनले सुरु स्टार्टिङ राम्रै गर्छ बिचमा रमाइलो छ नि मजाले नाच्छ रमाइलोको बारे ल बधाई छ भाइ ल बधाई छ है अब कप लाने भयो गरी तिमीहरू अब ल भाइ बधाई छ है कप लयो अब ल बधाई छ है केटाहरू ल बधाई छ है ल बधाई छ भाइ ल वेल डन ल बधाई छ वेल डन भाइ बधाई छ ल बधाई छ है भाइ ल बधाई छ भाइ बधाई छ ल बधाई छ भाइ ल बधाई छ भाइ वेल डन ओम दाई जगै लिएर वेल डन दाई दाईको यो हो नि पारा सही हो नि यो हो नि तरिका होइन दाई British tennis. Well, I remember when he won the first time. I remember when he won Davis Cup. I remember when he made. मायाको खेलाडीले बल चौका हानिदिएको झाडीभित्र पुगेर केटा खोज्दैछ बल acrobatic skill.
जस्तो छ ल चौका मायाले फेरि अर्को चौका दिएको छ यो गेमको सुरुवात हेर्दाखेरि मायाले जित्छ जस्तो छ पोहोर पनि यो दुईटाको फाइनल भएको हिमालयन क्रिकेट क्लब र माया क्रिकेट क्लब पोहोर पनि मायाले नि विनर भएको हो यसो हेर्दा यसपालि पनि त्यही नीति दोहोरिएला जस्तो छ है पनि आएर लाइनमा लामबद्ध भएर बस्नु म विनम्र अनुरोध गर्दछु तपाईँहरूको जति पनि साथीहरू खेल मैदानमा प्रवेश गर्ने साथीहरू हुनुहुन्छ उहाँहरू लाइनमा आएर लामबद्ध भइदिनु उहाँहरूसँग हाम्रो प्रमुख अतिथि र माफ गर्नु होला यो अलि सिक्रेट सर्टिफिकेट चाहिँ अलिक अनुमति भएको छ र यहाँ उपस्थित सम्पूर्ण खेलाडी खेलप्रेमी साथीहरूको निम्ति पोखरेली मञ्चले राखिदिनु हुन स्वागत मन्तव्य राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु धन्यवाद सदस्य एवं र समयको अभावले गर्दाखेरि मैले सम्बोधनलाई समय घट्दिनँ र अघि नै भर्खरै यहाँ पोषकज्यूले भनिसक्नु भएको छ कि यसका स्वागत गर्दै आजको फाइनल खेल माया क्रिकेट क्लब र हिमालयन क्रिकेट क्लबको बिचमा हुन गइरहेको छ र यहाँलाई राम्रो खेल्नुहोस् भनेर धन्यवाद यो कार्यक्रमलाई अलिकति औपचारिक गाँठो नबाँधिएसम्म यसले औपचारिकता नपाउने भएको मात्र हामीले हाम्रो कार्यक्रम रहेको छ आदरणीय साथीहरूसँग हात मिलाउँदै उहाँहरूको हौसला बढाइदिनु र उहाँलाई शुभकामना व्यक्त गरिदिनु म विनम्र अनुरोध गर्दछु र त्यो सँगसँगै हामीले केही रूपमा ग्रहण गरेका छौँ प्लिज यहाँहरू सम्पूर्ण साथीहरूलाई लामबद्ध भएर साक्षात्कार गरिदिनु र निर्वाह कमान पोखरेली मञ्चका निर्वाह कमान अध्यक्ष करमजी पनि सँगसँगै हुनुहुन्छ टेक्निकली अनि र त्यो सँगसँगै यो संयोजक गरेर सम्पन्न गर्नुहुने कार्यक्रमको कोअर्डिनेटर विकास अनि एकदमै मुक्त प्रकारले खेल गरिरहेको यहाँ आउँदैन स्पोन्सर भएको अनि फर्स्ट बल वाइड एन्ड 4 भन्दाखेरि मायाले चाहिँ नि फर्स्ट बल पनि काउन्ट नगर्दै 5 रन ल्याउन सफल भएको छ खतरा गरेछ मायाले सेकेन्ड बल पनि कति जाँदैछ चौका जान्छ होला चौका ल चौका एक बल अहिलेसम्मको स्कोर मायाको
एक बल फेस गरेर 9 रन ल्याएको छ भन्दाखेरि हिमालयनको बलरले गल्तीमाथि गल्ती दोहोऱ्याइरहेको छ। अहिले चाहिँ नि मायाले ब्याटिङ गरिरहेको छ र हिमालयले फिल्डिङ गरिरहेको छ। माया चाहिँ हाम्रो यो यहाँको रेडिङको क्रिकेट टिम हो यो माया, सरी हिमालय। माया चाहिँ नि यता होन्सको कतातिरको भन्थ्यो, जस रेडिङ बाहिरको। यहाँ चाहिँ नि प्रकाश छ, प्रकाश दौडिरहेको छ के गर्नको लागि थाहा छैन है। प्रकाशले के भन्दैछ थाहा छैन। नर्मल T20 भनेपछि वाइड बल नहुँदो रहेछ, बल चाहिँ काउन्ट हुँदो रहेछ होइन। यसको मतलब चाहिँ नि अहिले कति 3 बल भएर 9 रन बनाएको छ मायाले। 3 बल फेस गरेर 9 रन। अब त यसलाई